हेलो नमस्ते सबैजनालाई राधाको हेल्दी किचनमा स्वागत गर्दछु। मैले चाहिँ आज फुलकोपी आलुको तरकारी, मकैको रोटी अनि हिन्जो बनाएको छु। हिन्जो भनेपछि चाहिँ यो हरियो सागको बनाएको हो। मैले यो चाहिँ बारीको साग हो, आफ्नै बारीको। मैले चाहिँ ताजा तोडेर चाहिँ फेरि यसलाई राम्रोसँग धोएर अब यो बनाउने क्रममा लागेको छु। जस्तै एउटा लसुनको दाना, एउटा प्याज, एउटा सानो अदुवा अनि यसलाई छिलछाल गरेर चाहिँ मैले चाहिँ यसलाई पिस्न लागेँ। तर यो चाहिँ धेरै मोटो अलिअलि ठिक्कको, न धेरै मोटो न धेरै पातलो गरेर मैले पिसिसकेको छु। जुन साग थियो त्यसलाई मैले 3 भागमा बाँधिसकेँ अनि कराईमा तेल हालेर जुन मसला म हाल्छु तरकारी बनाउँदा त्यो हालिसकेपछि चाहिँ यसमा जुन मैले अलिक मोटो गरेर गरेको थिएँ प्याज, लसुन, अदुवालाई त्यसलाई हालेर चाहिँ मैले अलिक चलाएँ अनि टमाटरले एक साइडमा काट्दै गरेँ अनि त्यसमा मैले बेसार हालेँ, फेरि स्वादअनुसार नुन अनि अलिकति तरकारी मसाला अनि हरियो खुर्सानी 2 चम्चा यस्तै हालिराखेर यसलाई मजाले चलाउँदै गरेँ। एकछिनसम्म चलाएपछि जुन मैले चप गरेको टमाटर थियो त्यो हालेर पनि एकछिन चलाएँ, ढाकेँ अनि त्यो पछि चाहिँ मैले यसमा अलिकति पानी हालेर टमाटरलाई अझ बढी सफ्ट गराएँ अनि त्यो पछि चाहिँ मैले त्यसो गरिसकेपछि चाहिँ मैले यसलाई आफूलाई जति पानी चाहिन्छ त्यति पानी हालेर यसलाई राम्रोसँग चाहिँ हामीले उमाल्नुपर्छ। जब यो एकदमै राम्ररी उम्लिन्छ नि तब चाहिँ हामीले यसमा जुन हामीले काटेको साग थियो त्यो हाल्नुपर्छ। त्यो चाहिँ हामीले 5 मिनट जति नै अलिअलि पाक्ने गरेर चाहिँ गर्नुपर्छ। तपाईँहरू पनि आफ्नो घरमा ट्राई गर्नुहोला। यसलाई चाहिँ हाम्रो भाषामा चाहिँ हिन्जो भन्छन् अनि मैले अहिले चाहिँ स्वादको लागि अलिकति अजिनामोटो हालेको छु। तपाईँ पनि आफ्नो घरमा ट्राई गर्नु।